ल गाइज अब भने ऊ त्यहाँ पर्सनले ऊ मल हालिरहेको देख्नुभयो होला। सो अब भने मैले यो ट्र्याक्टर राख्ने हो अनि अझैसम्म मल लोड भइसक्यो लगभग अझै 10 मिनटमा लोड हुन्छ। सो अब यो ट्र्याक्टर चाहिँ खाली छ, यो ट्र्याक्टर चाहिँ राख्दिउँ है, त्यो चाहिँ मल लोड भइरहेको है त। अब हामी खेतमा जानु लाग्छ मल लोड भएर। अराने त यहाँ हुन्छ। अराने देखिनु भएन यहाँ चप्पलको चौडमा राख्दैन यही देखिएन गाइस। साँप नि हुनसक्छ, डराएर बस्नु मजाक गरेको गाइस। कल चाहिँ एकदम राति भइसकेको छ, केही देखिएन, सिर्फ बत्ती र म। यो सानो अन्डा हो गाइस। हाम्रो भ्लगमा चाहिँ सब्स्क्राइब हान्दिनु, सब्स्क्राइबर भएन नि के? ओके भएन भएन हो आज पनि मल झार्ने कार्यक्रम समाप्त। गोटीहरूसँग जानुपर्छ कि फेरि फस्छ खुबै फोहोर नसनेर ए फर्स्ट नि म भिडियो कन्टेन्ट आइहाल्छ नि, कन्टेन्टको साथै तेल पनि भइन्छ नि। सापट
यसको बिचको भाग मात्र जोत्ने हो। क्रिकेट म्याच चल रहा है, क्रिकेट म्याच। त्यही देखेन होला, त्यही पनि अलिअलि देखियो। म चाहिँ क्रिकेट खेल्ने भनेको खेल्न त आउने त होइन, खेल्न आउँछ त्यही पनि अब यहाँ खेतमा काम गर्न आउनु पऱ्यो नि। खेतमा आएको भनेपछि त खेतमै आएको हो नि त, अन्त जानु हुन्न नि त। भोलि चाहिँ अनि त्यसपछि मकै लाउन आउने हो। म पनि भ्यायो भने आउँला नि त गाइस। भोलि एकदमै प्रोजेक्टको काम गर्न हो क्या। भोलि 3 गते शनिबार, 4 गते प्रोजेक्ट बुझाउने हो। त्यही भएर अब 4 गते बुझाउनु पर्यो। त्यसपछि त्यस कारणले गर्दा म भोलि आउन भ्याउँदिनँ होला। त्यही भएर आजै मेरो यसो झुल्को हेरिदिइहाल्नु। रात पऱ्यो त्यही पनि देख्यो कि नै। आज मेरो टोपी चाहिँ बाबालाई दिनु भयो, त्यही भएर टोपी लगाइन। गाइस हाम्रो सापट चाहिँ खालि फुत्के गर्छ। फेरि गाइस रात धुलै धुलो भइसक्यो। पुरै धुलो भइसक्यो। मान्छे धुलो भइसक्यो। गाइस आजको भ्लग नि सिद्धियो। डे 5 गाइस फर डे 5 भेटौँ डे 6 मा।